नमस्कार। शेयर बजारमा लगानी गर्दा के हेर्ने होला? दिनदिनैको त्यो मूल्य घटबढ मात्रै हेर्ने कि? अँ के कम्पनीको जग कति बलियो छ भनेर अलि भित्रै केलाउने होइन? हो, ठ्याक्कै। आज हामी यही दोस्रो पक्ष, मतलब कम्पनीको आधारभूत विश्लेषण, फन्डामेन्टल एनालिसिस भन्छन् नि, हो त्यसैबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। हो, हामीसँग भएको त्यो सुरज र रमेश बीचको संवादको सार पनि त त्यही थियो नि। बजारको हल्लाभन्दा पर गएर कम्पनीको वास्तविक स्वास्थ्य कसरी जाँच्ने भनेर। अनि यो भनेको के हो त खासमा? कसरी जाँच्ने? यो भनेको कम्पनीले कति कमाइरहेको छ होइन, अनि ऋण कति छ, कसले चलाइरहेको छ कम्पनी, कुन क्षेत्रमा काम गर्छ, अनि भविष्यको योजना के छ, यस्तै कुराहरू बुझ्नु हो। ए, भनेपछि त्यो शेयरको भाव मात्र हेरेर त भएन, त्यो त क्षणिक हुन सक्छ। एकदम जग बलियो छ कि छैन भन्ने कुराले नै त हो नि दीर्घकालीन यात्रा कस्तो हुन्छ भन्ने तय गर्ने। त्यही त। त्यो सुरज र रमेशको कुराकानीले पनि के देखाउँछ भने लगानीलाई खै जुवा जस्तो होइन कि एउटा सोच विचार गरेर गरिने निर्णय बनाउनु पर्छ भन्ने हो। हो, हाम्रो उद्देश्य पनि आज यही विश्लेषणलाई अलि सरल भाषामा बुझाउने हो, ताकि कम्पनी छनौट गर्न अलि सजिलो होस्। ल त्यसो भए सुरु गरौँ। यो आधारभूत विश्लेषण किन यति महत्त्वपूर्ण छ त? के फाइदा हुन्छ यो गरेर? महत्त्वपूर्ण किन छ भने यसले कम्पनीको भित्री क्षमता देखाउँछ क्या। जस्तो पहिलो कुरा नै लिउँ न, कमाई। अर्निङ्स। कमाई त्यो संवादमा सुरजले आफ्नो अनुभवबाट के भनेका थिए भने लगातार नाफा बढेको कम्पनी राम्रो हुन्छ। हो त नि, नाफा बढेको त राम्रै भइहाल्यो नि। तर रमेशले त्यहाँ तुरन्तै एउटा प्रश्न उठाएका थिए। त्यो नाफा कसरी आयो त? व्यापार नै बढेर आएको हो कि के रे सम्पत्ति बेचेर आएको हो? ए, यो त महत्त्वपूर्ण कुरा रहेछ। मतलब नाफाको अङ्क मात्र हेरेर भएन, त्यो कहाँबाट आयो, दिगो छ कि छैन त्यो पनि हेर्नु पर्यो। एकदम। दिगो स्रोतबाट आएको नाफा पो महत्त्वपूर्ण हुन्छ त। ठिक हो। अनि दोस्रो पक्ष ऋणको कुरा, डेट नि। धेरैले त ऋण भन्ने बित्तिकै अलि डराउँछन् नि। हो, ऋण धेरै हुनु पक्कै पनि जोखिमपूर्ण हुन सक्छ। तर रमेशले संवादमा के पनि औल्याएका थिए भने कस्तो प्रकारको ऋण हो र के का लागि लिएको हो भन्ने कुराले फरक पार्छ। ए, कसरी? जस्तो व्यवसाय विस्तार गर्नलाई राम्रो योजना बनाएर लिएको ऋण त सकारात्मक पनि हुन सक्छ नि। त्यो त हो। तर यदि कम्पनीले नोक्सान पूर्ति गर्न वा खै दैनिक काम चलाउनकै लागि ऋण लिन थालेको छ भने चाहिँ त्यो खतराको घण्टी हो। भनेपछि ऋण लिने बित्तिकै आत्तिहाल्नु परेन। त्यसको उद्देश्य र व्यवस्थापन कसरी भएको छ त्यो हेर्नु पर्यो। हो, अब तेस्रो कुरा प्रबन्धन, म्यानेजमेन्ट। कम्पनी हाँक्ने मान्छे कस्ता छन् भन्ने कुराले कति फरक पार्छ होला। ओहो, त्यो त धेरै नै पार्छ जस्तो लाग्छ मलाई त। एकदम। सुरज र रमेश दुवैजना यसमा सहमत थिए। नेतृत्व अनुभवी छ कि छैन, इमान्दार छ कि छैन, कतिको दूरदर्शी छ, उनीहरूको विगतको काम, त्यो ट्र्याक रेकर्ड कस्तो छ। हो त नि। रमेशले त झन् के भनेका थिए भने व्यवस्थापन कत्तिको पारदर्शी छ, लगानीकर्तासँग कस्तो संवाद गर्छ, त्यसले पनि विश्वास बढाउँछ। यो त एकदमै जायज कुरा हो। राम्रो व्यवस्थापनले त डुब्न लागेको डुङ्गा पनि पार लगाउँछन् भन्छन् नि। हो नि, अनि नराम्रोले राम्रो भइरहेकोलाई पनि डुबाइदिन सक्छ। त्यसैले व्यवस्थापन पक्ष निकै महत्त्वपूर्ण छ। निकै गहन कुरा। अब चौथो पक्षमा जाउँ, उद्योग, इन्डस्ट्री। कम्पनी आफैमा जतिसुकै राम्रो भए पनि त्यो कुन क्षेत्रमा छ भन्ने कुराले पनि प्रभाव पार्छ, होइन र? पक्कै पनि पार्छ। जस्तो त्यो संवादमा सुरजले कुनै बेला हाइड्रो पावर क्षेत्र एकदमै चलेको उदाहरण दिएका थिए नि। दिएका थिए। यदि समग्र उद्योग नै राम्रो गरिरहेको छ भने त्यहाँभित्रका कम्पनीहरूलाई फाइदा पुग्छ। तर यदि उद्योग नै सङ्कटमा छ भने राम्रो कम्पनीलाई पनि खै टिक्न गाह्रो हुन्छ। भनेपछि कम्पनी मात्र हेरेर भएन, त्यो कुन डुङ्गामा सवार छ, त्यो डुङ्गा कता जाँदैछ त्यो पनि हेर्नु पर्यो। हो, कम्पनीसँगै त्यो कुन क्षेत्रमा छ र त्यो क्षेत्रको भविष्य कस्तो देखिन्छ भनेर हेर्नु एकदम जरुरी छ। ठिक छ। अनि पाँचौँ र अन्तिम बुदा, भविष्यको योजना, फ्युचर प्लान्स। कम्पनीले आगामी दिनहरूमा के गर्ने सोचेको छ त? यो पनि उत्तिकै महत्त्वपूर्ण। के कम्पनीले नयाँ प्रविधिमा लगानी गर्दैछ, बजार विस्तार गर्ने केही योजना छ कि नयाँ उत्पादनहरू ल्याउँदैछ कि?
संवादमा सूरज भविष्यका योजनाप्रति अलि उत्साहित देखिन्थे जस्तो लागेको थियो। हो, तर रमेशले के भनेका थिए भने ती योजना कत्तिको वास्तविक छन् त? हावादारी मात्रै हुन् कि? त्यसका लागि आवश्यक स्रोत छ कि छैन कम्पनीसँग? त्यो मूल्याङ्कन गर्नुपर्छ भनेर जोड दिएका थिए। मतलब योजना सुन्दा जति राम्रो लागे पनि त्यो कार्यान्वयन गर्न सकिने खालको हुनु पर्यो। ठ्याक्कै, कार्यान्वयन योग्य हुनु पर्यो। ल, यी 5 कुरा कमाई, ऋण, प्रबन्धन, उद्योग र भविष्यको योजना निकै महत्त्वपूर्ण रहेछन् आधारभूत विश्लेषणका लागि। तर यो जानकारीहरू कहाँबाट पाउने त? त्यो संवादमा सूरज र रमेशले केही स्रोतहरूबारे कुरा गरेका थिए। यो त कम्पनीको वार्षिक प्रतिवेदन नै हो, एनुअल रिपोर्ट। एनुअल रिपोर्ट हो, यसमा कम्पनीको आर्थिक अवस्था, उसका गतिविधिहरू अनि भविष्यका योजनाबारे विस्तृत जानकारी हुन्छ। अरू नै त्यसैगरी नेपाल स्टक एक्सचेन्ज नेप्से को वेबसाइट भयो अनि धितोपत्र बोर्ड सीबोनबाट पनि आधिकारिक तथ्याङ्क र सूचनाहरू पाउन सकिन्छ। त्यो रिपोर्टहरूमा के कुरामा ध्यान दिने भनेर के भनेका थिए? रमेशले भनेका थिए विशेष गरी नाफा नोक्सान हिसाब, प्रफिट एन्ड लस स्टेटमेन्ट, वासलात, ब्यालेन्स सिट अनि नगद प्रवाह विवरण, क्याश फ्लो स्टेटमेन्ट जस्ता खण्डहरू चाहिँ ध्यान दिएर हेर्नुपर्छ भनेका थिए। संवादमा इपिएस र पीई रेशियो जस्ता केही प्राविधिक शब्द पनि सुनिएका थिए। तिनको बारेमा पनि अलिकति छोटकरीमा भन्न मिल्छ? अवश्य। इपिएस भनेको प्रति शेयर आम्दानी, अर्निङ्स पर शेयर हो। यसले चाहिँ कम्पनीले हरेक शेयर बराबर कति नाफा कमायो भनेर देखाउँछ। प्रति शेयर नाफा। अनि पीई रेशियो मतलब प्राइस टु अर्निङ्स रेशियोले चाहिँ बजारले कम्पनीको कमाईको तुलनामा त्यसको शेयरलाई कति गुणा बढी मूल्य तिर्न तयार छ भन्ने सङ्केत गर्छ। मतलब बजारले कम्पनीलाई कतिको महत्त्व दिएको छ कमाईको हिसाबले, त्यस्तो? मोटामोटी त्यस्तै बुझ्न सकिन्छ। यी दुवै आधारभूत विश्लेषणका महत्त्वपूर्ण औजार हुन्। यिनले कम्पनीको मूल्याङ्कन गर्न थप मद्दत गर्छन्। धन्यवाद। यसले अझै स्पष्ट भयो। भनेपछि आधारभूत विश्लेषण भनेको चाहिँ बजारको हल्लाको पछि लाग्ने होइन कि कम्पनीको जग कति बलियो छ भनेर आफैले अनुसन्धान गर्ने केलाउने प्रक्रिया रहेछ। एकदम सही। यसले तपाईलाई कम्पनीको दीर्घकालीन सम्भावना कस्तो छ भन्ने बारे एउटा सुसूचित अनुमान लगाउन मद्दत गर्छ। बजार त कतिखेर माथि जान्छ, कतिखेर तल झर्छ, त्यो त भन्न सकिन्न नि। हो नि, बजारको उतार चढाव त भइरहन्छ। तर बलियो आधार भएको कम्पनीले अन्ततः राम्रो गर्छ भन्ने एउटा विश्वास चाहिँ यसले दिन्छ। ल, आजको छलफल निकै उपयोगी रह्यो। अन्त्यमा त्यो सूरज र रमेशको संवादबाट निस्केको एउटा विचारणीय प्रश्न श्रोताहरूलाई छोडेर जाउँ न त। हुन्छ। मानौ कुनै कम्पनीको आर्थिक अवस्था जस्तो कमाई, ऋणको अवस्था एकदमै राम्रो छ, तर त्यसको व्यवस्थापनमा दूरदर्शिताको कमी छ अथवा भविष्यको खासै स्पष्ट योजना छैन भने के त्यो कम्पनी दीर्घकालमा सफल हुन सक्ला त? गम्भीर प्रश्न छ। के अन्ततः त्यो व्यवस्थापनको गुणस्तर, उनीहरूको भिजन नै सबैभन्दा निर्णायक हुन्छ त? हो, यसबारे सोच्दै गर्नुहोला। आजलाई यति नै। फेरि भेटौँला। नमस्ते।